नमस्कार। आज म तपाईँहरूलाई आलुबारीमा लिएर जाँदैछु। यो आलु चाहिँ हाम्रो जिम्मा एरियामा लगाइएको आलु हो। यो आँधी खोलाको पानीद्वारा सिन्चित एरिया हो। यो हाम्रो ललेङ, जिम्मा, दिमिक, कर्मचौर, टार, बारीचौर यो सबै सिन्चित एरिया हो। कम्तीमा पनि यहाँबाट करिब 10,000 रोपनी चाहिँ यो आँधी खोलाको पानीले सिन्चित छ। र आलु हेर्नुहोस्, आलु कति मजाले भएको छ हाम्रो खेतमा। यो चाहिँ 4वटा खेत मेरो हो। यो आलुबारीको आलु एकदम राम्रो भएको छ। हेर्नुहोस् आलुबारी, यहाँ आलु नै आलु हो सबै। यहाँबाट पानी बगेको छ खोलामा। पानी देख्न सक्नुहुन्छ। चैत वैशाखको खडेरीमा पनि यहाँ बर्खामा नै पानी बग्छ। खेतहरू सिन्चित हुन्छन्। नयाँ आलु कति राम्रो छ। आलु नै आलु छ पुरै। जता हेर आलुमय छ। यो र यो 4वटा खेत मेरो पर्छ, मैले लगाएको हो। र यो लवरकोटको भ्युज, यो पुरै आलु छ। यहाँ आलुको फाँट हो यो पुरै।